हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको हाम्रो यो भिडियोमा। र आजको यस भिडियोमा चाहिँ हामी टिबिमको बारेमा कुरा गर्न गइरहेको छौँ। टिबिम भनेको चाहिँ के हो होइन, अनि टिबिमको बारेमा हामीले के कुराहरू बुझ्नुपर्छ, थ्योरीको रिलेटेड थ्योरी रिलेटेड कुराहरू चाहिँ हामीले आज यसको टिबिमको पढ्छौँ। र यसपछि चाहिँ हामी टिबिमको न्युमेरिकलहरू सेट बुकबाट र क्वेसन बुकबाट चाहिँ हामी सल्भ गर्छौँ है त। ओके, आज चाहिँ हामी पहिला सुरुमा टिबिमको बारेमा बुझौँ। टिबिम भनेको चाहिँ कम्बिनेसन अफ स्ल्याब र बिम। जस्तै हाम्रो त्यो घरको कोठाको बिचमा हेर्नुभयो भने यस्तो बिम र स्ल्याबको जुन कम्बिनेसन हुन्छ नि, त्यसलाई हामीले टिबिम भन्छौँ। त्यो दुइटाको कम्बिनेसनले चाहिँ यस्तो टी जस्तो सेप दिन्छ, जसको माथिल्लो भाग चाहिँ हाम्रो के हुन्छ, स्ल्याब हुन्छ भने तलको भाग चाहिँ हाम्रो के हुन्छ, बिम हुन्छ। ठिक छ। अनि अब यो जुन छ नि, अब यसको यहाँ अनि यसलाई चाहिँ के भन्छ, यो स्ल्याबलाई चाहिँ हामीले के भन्छौँ, स्ल्याबलाई हामीले फ्लेन्ज भन्छौँ होइन, एफएलएनजी फ्लेन्ज भन्छौँ स्ल्याबलाई हामीले। एफएलएनजी फ्लेन्ज भन्छौँ भने हामीले तलको भागलाई चाहिँ के भन्छौँ, वेब भन्छौँ। ठिक छ। यो तलपट्टिको जुन बिम छ नि, यसलाई चाहिँ हामीले वेब भन्छौँ, डब्लुइबी वेब है, डब्लुई सरी यो है, डब्लुइबी वेब भन्छौँ। ठिक छ। ओके, अनि यो जस्तै अब यो त बिम हो नि त, बिमको तलपट्टि त हामीले रेन्फोर्समेन्ट प्रोभाइड गरेको हुन्छ। यो भनेको रेन्फोर्समेन्ट हाम्रो रड्सहरू हुन्छ होइन। अनि त्यसपछि अब यहाँदेखि यो यहाँदेखि लिएर यहाँसम्मको भाग चाहिँ हाम्रो ब्रेथ बी भयो, हामीले यसलाई बी भन्छौँ। ठिक छ। अनि अनि यहाँदेखि लिएर यसको यसको यो यहाँदेखि लिएर चाहिँ यहाँसम्मको भाग चाहिँ हामीले के भन्छौँ, यति भागलाई डिएफ भन्छौँ, डेप्थ अफ फ्लेन्स भन्छौँ, डिएफ भन्छौँ। ठिक छ, डिएफ भन्छौँ। अनि त्यसपछि अनि यहाँदेखि लिएर यही माथिदेखि लिएर यो रेन्फोर्समेन्टको बिचको भाग, यो जुन यहाँबाट रेन्फोर्समेन्टको बिचकोबाट जुन भाग हुन्छ हो, यतिलाई चाहिँ हामीले के भन्छौँ, डिएफ भन्छौँ। ए सरी, स्मल डी भन्छौँ, इफेक्टिभ डेप्थ भन्छौँ। ठिक छ। हो, स्मल डी भन्छौँ, इफेक्टिभ डेप्थ भन्छौँ। ठिक छ। ओके, अब यो कुराहरू हामीले यो फिगरमा तल अझै मजाले बुझ्नेछौँ। फेरि म कुराहरू भन्छु। जस्तै मैले एउटा टप भ्यू बनाएको छु यो प्लेन्स बिमको होइन। मैले चाहिँ अब सकभर मजाले डिस्क्राइब गर्ने कोसिस गर्छु, तपाईँहरूले बुझ्ने कोसिस गर्नु होला है त। ओके, यो जुन छ यो टप भ्यू हो। टप भ्यू हेर्नु, यो चाहिँ टप भ्यूको सपोज यो स्ल्याब हो, जुन रुफिङ ढलाइ गरेको हुन्छ नि हाम्रो रुमको माथिको भाग, स्ल्याब जुन चाहिँ नर्मली 5 इन्ची थिकनेस हुन्छ, यो चाहिँ हाम्रो स्ल्याब हो। स्ल्याबको बिचमा चाहिँ यहाँ तपाईँको के छ, यसरी बिम छ। ठिक छ। स्ल्याबको बिचमा चाहिँ यहाँ के छ, बिम छ। ओके, स्ल्याब र बिम त यो तपाईँले टप भ्यू र फ्रन्ट भ्यूको कुराहरू त बुझ्नुभयो। अब हेर्नु, यो चाहिँ बिम हो, यसको 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 इलिभेसन यो होइन, यसको इलिभेसन यो। जस्तै यो स्ल्याब, यो यति भाग चाहिँ स्ल्याब भनेको यो माथिको स्ल्याब भयो, तलपट्टिको चाहिँ हाम्रो के छ, बिम छ होइन। ओके, यति कुरा तपाईँले बुझ्नुभयो। त्यसपछि के हुन्छ भन्दाखेरि चाहिँ अनि यो अब यो स्ल्याबको जुन यो माथिको भाग छ, यहाँदेखि यहाँसम्मको यसलाई हामीले के भनेको छौँ, यसलाई हामीले बी भनेको छौँ, ब्रेथ भनेर बी भनेको छौँ। ठिक छ। ओके, अनि यो स्ल्याबको यहाँदेखि यहाँसम्मको भागलाई हामीले के भनेको छौँ, डिएफ भनेको छौँ। अनि यो स्ल्याबको नाम अर्को के छ भन्दा चाहिँ फ्लेन्ज छ। अनि यो तलपट्टिको यो जुन कलम छ, यसको नाम चाहिँ के छ, हो यो कलमको नाम चाहिँ के छ, यसको नाम चाहिँ वेब छ। ठिक छ। ओके, अनि त्यसपछि हामीले यसलाई फ्लेन्स भन्छौँ, कलमलाई वेब भन्छौँ। ठिक छ। यहाँदेखि यहाँसम्म भनेको बी भयो, यहाँदेखि यहाँसम्म भनेको डिएफ भयो। बी र डिएफ भन्ने कुरा पनि बुझिन्छ। त्यसपछि तपाईँले यहाँ हेर्नुभयो भने मैले यहाँ बिएफ लेखेको छु। बिएफ भनेको के भन्दा चाहिँ इफेक्टिभ डेप्थ अफ फ्लेन, इफेक्टिभ ब्रेथ भनौँ न, इफेक्टिभ ब्रेथ अथवा इफेक्टिभ विड्थ अफ फ्लेन्स भन्छ है। यस्तो भाग चाहिँ जुन भागमा चाहिँ लोड चाहिँ पर्छ, जस्तै जुन भागले चाहिँ त्यो लोड रेसिस्ट गर्न चाहिँ काम लागेको हुन्छ होइन। जस्तै अब यो बिमले त स्ल्याबको सर्टेन पोर्सनलाई मात्र बचाउन सक्छ नि त। अलिक यतापट्टिको टाढाको भाग त यो अलिकति निहुरिन्छ नि त। हो, यो कुरा भन्न खोजेको है। बिएफ भनेको चाहिँ इफेक्टिभ विड्थ अफ फ्लेन्स भन्न खोजेको। ओके, यो कुरा पनि भयो, बी भयो, बिएफ भयो, डिएफ भनेको डेप्थ अफ फ्लेन्स अथवा थिकनेस अफ स्ल्याब भयो, यो भनेको वेब पोर्सन भयो। अनि यहाँदेखि यहाँसम्मको जुन भाग छ यसलाई हामीले डी भन्छौँ। यो त तपाईँले बुझिसक्नुभयो होला, इफेक्टिभ डेप्थ। अनि त्यसपछि यो ठुलो डी भनेको चाहिँ ओभरअल डेप्थ। अनि यहाँ चाहिँ एउटा कुरा छ, बिडब्लु। यहाँदेखि यहाँसम्मको भ्यालु चाहिँ हाम्रो के छ, बिडब्लु छ। बिडब्लु भनेको ब्रेथ अफ वेभ। ओके, यो बिडब्लु भनेको चाहिँ के छ, ब्रेथ अफ वेभ छ। यो भनेको कुराहरू मैले यहाँ वेयर भनेर लेखेको छु। जस्तै यहाँ बी भनेको चाहिँ हाम्रो कति छ, बी भनेको एक्चुअल विड्थ अफ फ्लेन्स, यो जुन बी छ ओभरअल, त्यो भनेको फ्लेन्स भनेको स्ल्याबको एक्चुअल विड्थ हो। अनि बिएफ भनेको इफेक्टिभ विड्थ हो।
जुन इफेक्टिभ विड्थ भनेको चाहिँ हाम्रो के हुन्छ, जसमा चाहिँ जसलाई चाहिँ एक्चुअली जो चाहिँ लोडिङ कन्डिसनमा भाग लिएको हुन्छ त्यसलाई हामीले बिएफ भन्छौँ। बिडब्लु भनेको चाहिँ के हो, बिडब्लु भनेको चाहिँ विड्थ अफ वेभ, यहाँदेखि यहाँसम्म यो बिमको विड्थ भन्न खोजेको यसले, ठिक छ, यो बिम यो स्ल्याब है। अनि डिएफ भनेको डेप्थ अफ फ्लेन्ज भनेको यो स्ल्याबको चाहिँ डिएफ भनेको यो भाग हो, ठिक छ। यति कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो। अनि मेन कुरा टी बिम भन्ने बित्तिकै स्ल्याब र बिम बुझ्नु पर्यो, कम्बिनेसन अफ स्ल्याब बिम, जसमा चाहिँ हामीले स्ल्याबलाई चाहिँ फ्लेन्ज भन्छौँ भने यो बिमलाई चाहिँ हामीले वेभ भन्छौँ, ठिक छ। अनि त्यसपछि यहाँ ओभरअल बी भनेको बी हुन्छ, अनि यहाँ हामीले इफेक्टिभ विड्थ निकाल्नुपर्छ बिएफ, जुन भनेको चाहिँ यति भाग हुँदो रहेछ। अनि त्यसपछि डिएफ भनेको चाहिँ डेप्थ अफ फ्लेन्ज हुन्छ, बिडब्लु भन्ने कुरा हुन्छ, बिडब्लु भनेको चाहिँ विड्थ अफ वेभ हुन्छ, अनि त्यसपछि डी भनेको इफेक्टिभ डेप्थ, यो भनेको ओभरअल डेप्थ। यति कुराहरू चाहिँ बुझ्नु पऱ्यो, ठिक छ। अब यहाँ चाहिँ मेन कुरा आउँछ इस्टिमेसन अफ इफेक्टिभ विड्थ अफ फ्लेन्ज भनेको यो जुन छ नि यो बिएफको भ्यालु, यो जुन बिएफ जुन छ नि यहाँ, यो जुन बिएफ छ नि हो, यो बिएफ चाहिँ तपाईँले कसरी निकाल्नुहुन्छ हो, यो बिएफ हो, इस्टिमेसन अफ बिएफ चाहिँ मेन हाम्रो अलिकति समस्या छ, ठिक छ। त्यो बिएफ निकाल्ने हामीसँग फर्मुला छ। जस्तै यदि तपाईँको क्वेसनमा आइसोलेटेड टिबिम भनेको छ भने तपाईँले कुन फर्मुला युज गर्नु पर्यो, बिएफ भनेको यल नट डिभाइड बाई यल नट बाई बी प्लस 4 प्लस बिडब्लु भन्न खोजेको, एल नट भनेको लेन्थ अफ स्पान दिन्छ तपाईँलाई, अनि यहाँ तपाईँलाई बी भनेको तपाईँलाई थाहा नै छ ओभरअल विड्थ होइन, जुन यो बी स्ल्याबको ओभरअल विड्थ छ त्यो राखिदिनुहोस्, प्लस बिडब्लु भनेको चाहिँ विड्थ अफ वेभ भनेको जुन तलको विड्थ अफ वेभ छ हो यसको भ्यालु राखिदिनुहोस्। यहाँबाट तपाईँले यहाँदेखि लिएर यहाँसम्मको भ्यालु जुन छ बिएफ, यो भ्यालु चाहिँ तपाईँले यहाँबाट पाउन सक्नुहुन्छ, ठिक छ। ओके, अब यो आइसोलेटेड टिबिमको लागि चाहिँ बिएफको भ्यालु यसरी निकालिन्छ भने यो कन्टिन्युस टिबिमको लागि चाहिँ हामीले यो फर्मुला लगाएर गर्न सकिन्छ, ठिक छ। यो दुईवटा फर्मुला छ, तर तपाईँहरूलाई धेरै जस्तो फर्मुला आइसोलेटेड टिबिम सोध्छ, यो फर्मुला चाहिँ याद राख्नुलाई इट इज मच इम्पोर्टेन्ट एज कम्पेयर टु द यो वाला फर्मुला, ठिक छ। यहाँसम्म तपाईँले बुझ्नुभयो होला। फेरि म एकचोटि रिभाइज गरिदिन्छु। स्ल्याब भयो, अनि यो बिचको भाग चाहिँ के छ, हाम्रो बिम छ, यसलाई मैले हिडन लाइनले सो गरेको छु यहाँ होइन। यसको सेक्सन हेर्नुभयो भने तपाईँले यस्तो देखिन्छ, यो बिएफ, यो ओभरअल डेप्थ बी, यो ओभरअल विड्थ बी, अनि इफेक्टिभ विड्थ भनेको बिएफ, यो स्ल्याबको भाग भयो, अनि विड्थ अफ वेभ अथवा विड्थ अफ कलम भनेको बिडब्लु भयो। अनि त्यसपछि यहाँदेखि यहाँसम्म तपाईँको डिएफ हुन्छ, अनि यहाँदेखि यहाँ भनेको इफेक्टिभ डेप्थ डी भयो, डिएफ भनेको डेप्थ अफ फ्लेन्ज भयो, अनि त्यसपछि ओभरअल डेप्थ डी भयो। यो सबै कुराहरू भयो। इफेक्टिभ डेप्थ निकाल्ने फर्मुला चाहिँ बिएफ भनेको यल नट डिभाइड बाई एल नट बाई बी प्लस 4 प्लस बिडब्लु गर्नुभयो भने आइसोलेटेड टी बिमको लागि चाहिँ तपाईँले यो इफेक्टिभ विड्थ अफ फ्लेन्ज चाहिँ तपाईँले निकाल्न सक्नुहुन्छ, ठिक छ। ओके, आशा छ यहाँसम्म तपाईँहरूले बुझ्नुभयो होला। ओके, अब भने हामी अर्को पोर्सनतिर जाउँ है त। अब चाहिँ कन्डिसनहरू निकाल्ने कोसिस गरौँ है त, अलिकति भित्री कुराहरूमा जाउँ है त। ल, अब एनालाइसिस अफ फ्लेन्ज बिम भनेको छ। अब फ्लेन्ज बिमलाई अलिकति एनालाइसिस गर्ने कोसिस गरौँ। अब हेर्नु के छ भन्दाखेरि चाहिँ वेन द न्युट्रल एक्सिस इज इन द फ्लेन्ज पोर्सन, न्युट्रल एक्सिस भनेको तपाईँलाई थाहा नै छ, यस्तो एक्सिस जुन एक्सिस चाहिँ के छ, जुन एक्सिसले गर्दाखेरि चाहिँ हामीलाई थाहा हुन्छ कि कुनै पनि बिम अथवा कुनै पनि ऊ चाहिँ अन्डर इन्फोर्स छ अथवा ओभर इन्फोर्स छ भन्ने कुरा हामीले, अथवा ब्यालेन्स सेक्सन छ भन्ने हामीले पत्ता लगाउन सक्छौँ न्युट्रल एक्सिसकोबाट। अब सपोज गरौँ कि त्यो न्युट्रल एक्सिस जुन लाइन छ, त्यो न्युट्रल एक्सिसको लाइन चाहिँ हाम्रो यहाँ छ अरे, भन्न खोजेको चाहिँ यो फ्लेन्ज पोर्सनमा चाहिँ न्युट्रल एक्सिस छ अरे। यो मैले जति पनि रातो डटले बनाइरहेको छु, सपोज गर्नु कि यो भनेको तपाईँको के हो, न्युट्रल एक्सिस हो। यसमा चाहिँ देखेन, मैले यो क्याम स्क्यानरले हाल्दाखेरि यो देखिएको छैन, बट सपोज गर्नु कि यो भनेको रेड पोर्सन भनेको तपाईँको के हो, डेप्थ अफ न्युट्रल एक्सिस एक्सयू हो। ओके, जुन भनेको चाहिँ हाम्रो यो फ्लेन्ज पोर्सनमा लागि गर्छ, यो जुन यो स्ल्याबको पोर्सनमा लागि गर्छ है भनेर हामीले सुरुमा एज्युम गरेको छौँ, ठिक छ। अब यसलाई एज्युम गरिसकेपछि अब तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ तपाईँको यो बिमको तल त तपाईँले स्टिल प्रोभाइड गरेको हुनुहुन्छ, तपाईँले त्यसलाई एएसटी भन्नुहुन्छ। यहाँदेखि यहाँसम्म भनेको तपाईँको के भयो, यहाँदेखि यहाँसम्म भनेको डिएफ भयो होइन, डेप्थ अफ फ्लेन्ज भयो। यहाँदेखि यहाँसम्म भनेको तपाईँको बिएफ भयो, बिएफ भनेको सपोज इफेक्टिभ विड्थ भयो। यसमा चाहिँ डाइरेक्ट बिएफ राखेको छु ल मैले, यसमा नचुकिनु होला। अनि त्यसपछि अब मैले यो लाइनलाई एक्सटेन्ड गरेँ भने अब यो यक्सयुको, अब यक्सयुबाट यो यक्सयुको पोइन्टबाट सर्टेन पोइन्टसम्म के हुन्छ, प्याराबोलिक हुन्छ। त्यसपछि के हुन्छ, रेक्टेङ्गुलर हुन्छ। यस्तो कुरा हुन्छ। यो त हामीले अघिल्लो भिडियोमा पनि कुरा गरिसकेका छौँ। अनि यसको टप मोस्ट फाइबरमा हुने यो चाहिँ स्ट्रेस डायग्राम है। स्ट्रेस डायग्राममा के हुन्छ भन्दा चाहिँ 0.4% एफसी के को हुन्छ,
कन्क्रिटको हुन्छ वेरेज। अनि 0.87 एफआई इन्टु एएसटी भनेको चाहिँ के को हुन्छ, स्टिलको हुन्छ हो। यदि तपाईँको चाहिँ फ्लेन्ज बिम चाहिँ होइन, यदि यो फ्लेन्ज बिममा यदि चाहिँ तपाईँको होइन यो न्युट्रल एक्सिस चाहिँ यदि तपाईँको केमा लाइ गर्छ भन्दा फ्लेन्ज पोर्सनमा लाइ गर्छ भने, यो फ्लेन्ज पोर्सन भनेको स्ल्याबमा यदि यो फ्लेन्ज पोर्सनमा यसमा लाइ गर्छ भने तपाईँको कन्डिसन पहिला जे थियो बिमको बेला जे कन्डिसन थियो सेम कन्डिसन यसमा लाइ गर्छ, सेम कन्डिसन यसमा हुन्छ। भन्नु खोजेको तपाईँको एक्सयु लिमिट भनेको तपाईँले केमाबाट पाउन सक्नुहुन्छ, पेज नम्बर 70 आइएसबाट पाउन सक्नुहुन्छ, आइएस 456/2000बाट। कम्प्रेसन फोर्स भनेको के हुन्छ, 0.36 एफसिके इन्टु बी इन्टु एक्सयु हुन्छ। अनि टेन्सन फोर्स भनेको तपाईँको के हुन्छ, 0.87 एफआई इन्टु इएसटी। यो भनेको हामीले केबाट निकालेको छौँ भन्दाखेरि चाहिँ बिमको एनालाइसिस गर्ने बेला हामीले यसको मजाले डेरिभेसन गरेर निकालेको छौँ। र यो टी भन्ने कुरा चाहिँ तपाईँको थाहा छ, 0.87 एफआई इन्टु इएसटी। यो पनि हामीले त्यहाँ मजाले एज्युम्सन्सको बेला मजाले कुरा गरेको छौँ, त्यहाँबाट हामीले निकालेको छौँ। अब तपाईँले सी र टीलाई बराबर गरिदिनु, सी इक्वल टु टी गरिदिनु भने यो 0.36 एफसिके इन्टु बी इन्टु एक्सयु, 0.36 एफसिके इन्टु बी इन्टु एक्सयु भनेको तपाईँले यससँग बराबर गर्न पाउनुहुन्छ 0.87 एफआई इन्टु एसटी। यहाँबाट तपाईँले एक्सयु निकाल्नु भयो भने एक्सयु भनेको कति हुन्छ, 0.87 एफआई इन्टु एसटी डिभाइड बाई 0.36 एफसिके इन्टु बी बी हुन्छ। यहाँबाट तपाईँले यो एक्सयु निकाल्न सक्नुहुन्छ, एक्सयु भनेको डेप्थ अफ न्युट्रल एक्सिस। अब तपाईँले एक्सयु यहाँबाट निकाल्न सक्नुहुन्छ होइन, मतलब न्युट्रल एक्सिसको तपाईँले डेप्थ यहाँबाट निकाल्न सक्नुहुन्छ। अब तपाईँले एक्सयु लिमिट अथवा एक्सयु म्याक्स चाहिँ कहाँबाट निकाल्न सक्नुहुन्छ, आइएएस 456/2000 को पेज नम्बर 70मा। म यहाँ तपाईँलाई खोलेर देखाउँछु। यो मैले आइएस यो 456/2000 मैले यो निकालेको छु, तपाईँले आफ्नो बुक निकाल्न सक्नुहुन्छ। र यसको पेज नम्बर तपाईँ 70मा जानुभयो भने यसको पेज नम्बर 70मा तपाईँ यदि यसको पेज नम्बर 70मा जानुभयो भने तपाईँलाई यहाँ चाहिँ एक्सयु लिमिट र उसको चाहिँ के दिएको छ, भ्यालु दिएको छ, ठिक छ। अनि त्यहाँबाट चाहिँ तपाईँले एक्सयु लिमिट बाई डीको भ्यालु दिएको छ, त्यहाँबाट चाहिँ एक्सयु लिमिटको तपाईँले भ्यालु निकाल्न सक्नुहुन्छ। कुन टाइप अफ तपाईँको के अरे स्टिल युज गरेको छ त्यो अनुसार चाहिँ तपाईँले भ्यालु निकाल्न सक्नुहुन्छ। ओके, यहाँ पेज नम्बर 70मा तपाईँ जानुभयो भने यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, यतापट्टि तपाईँको एफआई दिएको छ, यतापट्टि तपाईँको के दिएको छ, एक्सयु म्याक्स बाई डीको भ्यालु दिएको छ, ठिक छ। यहाँ चाहिँ तपाईँको के दिएको छ, यहाँ चाहिँ तपाईँको के दिएको छ, एफआई दिएको छ, यतापट्टि एक्सयु म्याक्स बाई डीको भ्यालु दिएको छ। अब तपाईँको यदि 415 हो भने तपाईँको एक्सयु म्याक्स बाई डीको भ्यालु कति हुन्छ, 0.48 हुन्छ। अनि यहाँ एक्सयु म्याक्स भनेको 0.48 इन्टु डी गर्नुभयो भने तपाईँले के निकाल्न सक्नुहुन्छ, यहाँबाट एक्सयु म्याक्स निकाल्न सक्नुहुन्छ हो। एक्सयु म्याक्स निकाल्ने भनेको यो चाहिँ हाम्रो यहाँबाट है, यो हामीले पछि न्युमेरिकल गर्दा पनि हामीले यो डिस्कस गर्छौँ, अनि पछि पनि हामीले यो कुराहरू डिस्कस गर्छौँ। ओके ल, अब भने हामी फेरि कहाँ जाऊँ, हामी यही हाम्रो क्वेसनमा जाउँ है त। ओके, म चाहिँ कहाँ थिएँ भन्दाखेरि चाहिँ यहाँ थिएँ। अब तपाईँले यो कुरा थाहा पाइसक्नु भएको छ होइन, एक्सयु कसरी निकाल्ने। अब एक्सयु यदि तपाईँको अन्डर इनपुट छ भने तपाईँले मोमेन्ट अफ रेसिस्टेन्सको यो अन्डर इनपुट छ भने तपाईँले यो फर्मुला युज गर्नुहुन्छ, ओभर इनपुट छ भने तपाईँले माथिको यो फर्मुला निकाल्नुहुन्छ मोमेन्ट अफ रेसिस्टेन्स निकाल्ने बेला। यो दुईवटा कुरा हाम्रो फर्मुलामा छ, ठिक छ। यो हामीले पहिला पनि डिस्कस गरिसकेको छौँ, त्यही भएर यसलाई चाहिँ अलिक छोटकरीमै राखौँ है त यो कुराहरूलाई। यो हामीले पहिला बिममा जे गरेको सेम कुरा छ। यदि न्युट्रल एक्सिस चाहिँ फ्लेन्ज पोर्सनमा लाइ गर्छ, अनि त्यसपछि फ्लेन्ज पोर्सनमा लाइ गर्छ भने हाम्रो सेम पहिलाको बिमको जे कन्डिसन थियो सेम कन्डिसन यसमा फ्लेन्ज बिमको लागि पनि त्यही नै हुने भयो है। अनि यो चाहिँ न्युट्रल एक्सिस, यो हामीले सुरुमा चाहिँ एज्युम गर्छौँ है, न्युमेरिकल सल्भ गर्ने बेला चाहिँ सुरुमा एज्युम गर्छौँ, सपोज न्युट्रल एक्सिस इज लाइज इन द फ्लेन्ज पोर्सन भनेर सपोज गर्छौँ। अनि यहाँबाट सी र टीको भ्यालु इक्वेट गरेर एक्सयु निकाल्छौँ, एक्सयु निकालिसकेपछि एक्सयु म्याक्स निकाल्छौँ, एक्सयु म्याक्स निकालिसकेपछि यदि एक्सयु र एक्सयु म्याक्स चाहिँ यो डिएफ भन्दा यहाँदेखि यहाँसम्म डिएफ हुन्छ नि, यदि एक्सयु म्याक्सको भ्यालु चाहिँ डिएफ भन्दा कम छ भनेपछि यो के हुन्छ, अफकोर्स यो चाहिँ हाम्रो के फ्लेन्ज पोर्सनमा लाइ गर्छ, अफकोर्स यो त फ्लेन्ज पोर्सनमा लाइ गर्छ होइन। त्यही भएर त्यहाँबाट हामीले थाहा पाउँछौँ कि यो फ्लेन्ज पोर्सनमा लाइ गर्छ। अनि फ्लेन्ज पोर्सनमा लाइ गरेपछि फाइन्ड द मोमेन्ट अफ रेसिस्टेन्स भनेको हुन्छ क्वेसनले, यहाँबाट यो मोमेन्ट अफ रेसिस्टेन्सको फर्मुला लगाएर निकाल्न सकिन्छ। ओके, अब अर्को कन्डिसन छ, वेन द न्युट्रल एक्सिस इज इन द वेभ पोर्सन, वेन द न्युट्रल एक्सिस इज इन द वेभ पोर्सन भन्न खोजेको चाहिँ के हो भन्दा चाहिँ अब चाहिँ हाम्रो न्युट्रल एक्सिस भनेको यो फ्लेन्जमा होइन, हाम्रो यहाँ लाइ गरेको छ। न्युट्रल एक्सिस हाम्रो अहिले कहाँ छ, यहाँ छ, हो यहाँ छ। ओके, न्युट्रल एक्सिस यहाँ छ। अब न्युट्रल एक्सिस यहाँ भइसकेपछि के हुन्छ, सर्टेन पोर्सन तपाईँको प्याराबोलिक हुन्छ, त्यसपछि के हुन्छ, रेक्टेङ्गल हुन्छ। अब अहिले एज्युम के गरौँ भन्दाखेरि चाहिँ हाम्रो जुन यो रेक्टेङ्गलको वाला पोर्सन जुन छ,
यो जुन रेक्टेङ्गुलरवाला जुन भाग छ त्यो भाग भनेको चाहिँ डिएफ भन्दा चाहिँ ठुलो छ अरे। यो डिएफ भन्दा चाहिँ हाम्रो रेक्टेङ्गुलर भाग चाहिँ ठुलो छ। 3/7 अफ एक्सयु इज ग्रेटर देन के छ डिएफ छ। वेन द प्लेन्स इज युनिफर्मली स्ट्रेच, अनि हामीले के एज्युम गरेको छौँ यसमा फेरि दुईवटा केस हुन्छ। अनि यो यो जुन रेक्टेङ्गुलर पोर्सन डिएफ भन्दा ठुलो छ कि यो रेक्टेङ्गुलर पोर्सन चाहिँ डिएफ भन्दा सानो छ। अहिलेको चोटिमा के छ भन्दा चाहिँ वेन द फ्लेन्स इज युनिफर्मली स्ट्रेच्ड अनि 3/7 अफ एक्सयु 3/7 अफ एक्सयु इज ग्रेटर देन डिएफ, डिएफ भन्दा ठुलो छ भने के हुन्छ भनेको छ। अब त्यसो छ भने हामीले के गरौँ भन्दाखेरि चाहिँ एउटा चाहिँ यो बिमलाई चाहिँ दुईवटा सेक्सन लिगौँ। एउटा यो बिमको सेक्सन लिगौँ होइन, यो जुन बिमको सेक्सन छ एउटा यो सेक्सन लिगौँ, अनि अर्को चाहिँ यो दुईवटा सेक्सनलाई लिगौँ। एउटा यो सेक्सन, अर्को यो सेक्सनलाई लिगौँ। ठिक छ, यो लेख्दै गर्दै गर्नुभयो भने बल्ल बुझिन्छ है, नत्र यति सुन्दै सुन्दै कुराहरू त दिमागबाट उडेर जान्छ। यो सुन्दै लेख्दै गर्नुलाई अब के हुन्छ भनेपछि अब मैले हेर्नु यो जुन यो फिगर छ नि यसलाई मैले यहाँ बनाएको छु होइन, अनि यो दुईवटा जुन फिगर छ नि यसलाई चाहिँ मैले के गरेको छु कम्बाइन गरेर यहाँ मैले अर्को फिगर बनाएको छु, दुईवटा फिगर बनाएको छु। ठिक छ, यहाँ चाहिँ अर्को फिगर मैले बनाएको छु। अब हेर्नु यहाँ यहाँदेखि यहाँसम्मको भाग बिएफ छ, यहाँदेखि यहाँसम्मको भाग के छ बिएफ छ, अनि यहाँदेखि यहाँसम्मको भाग बिडब्लु छ। यहाँदेखि यहाँसम्मको भाग बिएफ छ अनि यहाँदेखि यहाँसम्मको भाग बिडब्लु छ भने अब तपाईँको यति भाग भनेको कति हुन्छ बिएफ माइनस बिडब्लु/2 हुन्छ। बिएफबाट बिडब्लु घटाउनु भयो अनि यसलाई डिभाइड बाई 2 गरिदिनु भने यति भाग हुन्छ। सिमिलरली यहाँदेखि यहाँसम्म भनेको नि त्यति भाग नै हुन्छ हो। अनि अब त्यति भाग हुन्छ भने अनि यो दुइटैले जोड दियो भने त कति हुन्छ बिएफ माइनस बिडब्लु हुन्छ नि त। ओके, अलिकति घिजिमिजी भयो, म यसलाई मेटाउँछु है त। यो कुराहरू बुझ्नुभयो कि नि? मैले भन्न खोजेको के हो भन्दाखेरि चाहिँ यहाँदेखि यहाँसम्म तपाईँको बिएफ छ। यदि तपाईँले अनि यहाँदेखि यहाँसम्म भनेको बिडब्लु छ, यति निकाल्नु पऱ्यो भने तपाईँले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ बिएफबाट बिडब्लु घटाउनु भयो अनि यसलाई डिभाइड बाई 2 गरिदिनु भयो भने कति हुन्छ यति भाग र यति भाग आयो नि त। यति भाग र यति भाग आयो नि त, हो यहीँ गरेको, यसमा पनि त्यही नै गरेको। अनि यहाँदेखि यहाँसम्मको भाग त हाम्रो के छ डिएफ छ, यो डिएफ छ हो, यो डिएफ यहाँ डिएफ आयो। ठिक छ, अब हामीले चाहिँ दुईवटा फिगरलाई टुक्रा पारेर दुईवटा निकाल्ने, एउटा फिगर 1 निकाल्ने, अर्को चाहिँ फिगर 2 निकाल्ने। ठिक छ, अनि फिगर 1को कम्प्रेसन फोर्स के हुन्छ, फिगर 1को कम्प्रेसन फोर्स के हुन्छ, पहिला हाम्रो बिमको बेला जे थियो त्यही हुन्छ फिगर 1को कम्प्रेसन फोर्सको फर्मुला। जस्तै कम्प्रेसन C1, यो सपोज यो भनेको हाम्रो फिगर 1 हो, यो भनेको हाम्रो के हो फिगर 1 हो। यसको कम्प्रेसन फोर्स निकाल्ने फर्मुला C1 निकाल्ने फर्मुला के हुन्छ 0.36 FCK BW इन्टु एक्सी नै हुन्छ। T1 निकाल्ने फर्मुला के हुन्छ टेन्साइल फोर्स निकाल्ने 0.87 FI इन्टु AST1 हुन्छ। लिबर आर्म निकाल्ने फर्मुला के हुन्छ D माइनस 0.42 एक्सी नै हुन्छ। तर यहाँ फरक के हुन्छ भन्दा चाहिँ यो जुन C2 निकाल्ने छौँ नि, यो C2मा चाहिँ अलिकति यो फिगर 2को लागि चाहिँ अलिकति डिफ्रेन्ट छ। यसको चाहिँ C2 भनेको फर्मुला के छ 0.446 FCK इन्टु BF माइनस BW इन्टु DF। यो भनेको कसरी आयो भन्दा चाहिँ यो भनेको कम्प्रेसन फोर्स C2 भनेको त तपाईँलाई थाहा छ, यो भनेको स्ट्रेस इन्टु एरिया हुन्छ होइन, स्ट्रेस इन्टु एरिया हुन्छ। ओके, यदि स्ट्रेस इन्टु एरिया हुन्छ भने स्ट्रेस भनेको यो हाम्रो के हुन्छ कङ्क्रिटमा 0.446 FCK हुन्छ स्ट्रेस भनेको, इन्टु एरिया भनेको कति हुन्छ। अब तपाईँको यसको एरिया भनेको कति हुन्छ, यति भागको एरिया कति हुन्छ बिएफ माइनस बिडब्लु भनेको यसको ब्रेथ भयो, अनि यहाँदेखि यहाँसम्म डिएफ भनेको यसको के भयो डेप्थ भयो। भनेपछि बिएफ माइनस बिडब्लु इन्टु डिएफ भनेको यसको एरिया भयो, अनि यति पार्ट भनेको चाहिँ हाम्रो के भयो, यति पार्ट भनेको चाहिँ हाम्रो के भयो, यति पार्ट भनेको चाहिँ हाम्रो स्ट्रेस भयो होइन, यति पार्ट भनेको चाहिँ हाम्रो के भयो एरिया भयो हो। यो दुइटालाई मल्टिप्लाई गरेर तपाईँको यो कम्प्रेसन फोर्स आयो। त्यस्तै टेन्सन फोर्स भनेको त सेम नै भयो 0.87 FI इन्टु AST2 भयो। लिबर आर्म भनेको चाहिँ हाम्रो के भयो D माइनस DF/2। अब यहाँ हेर्नु लिबर आर्म भनेको सपोज लिबर आर्म भनेको अब हामीले यो यति भ्यालु निकाल्न खोजेको नि त, यहाँदेखि लिएर यहाँसम्मको भ्यालु, यहाँदेखि लिएर हो यति, यहाँदेखि लिएर यहाँसम्मको भ्यालु हामीले निकाल्न खोजेको। यो भनेको कति हुन्छ यहाँदेखि लिएर यो कम्प्रेसन फोर्स त DF/2को आधीमा लाग्छ, लाइ गर्छ। अनि त्यसपछि यहाँ भनेको तपाईँको कति छ D छ, यो Dबाट DF/2 घटाइदियो भने यति भाग आउँछ हो। यो यति भाग नै तपाईँको के हो लिबर आर्म हो। योबाट यहाँबाट यो निकालिदिनु हो। अब तपाईँले के गर्न सक्नुहुन्छ मुभमेन्ट अफ रेसिस्टेन्स 1। अब यो मुभमेन्ट अफ रेसिस्टेन्स 1 भनेको के हो C1 इन्टु यसले हो। यहाँ C1 भनेको यति आउँछ 0.36 FCK इन्टु यो आउँछ, अनि तपाईँको लिबर आर्म भनेको D माइनस
डी माइनस यो भयो, तपाईँले यो मल्टिप्लाई गरिदिनु, यो कम्प्रेसन फोर्स मुभमेन्ट अफ रेसिस्टेन्सको कम्प्रेसन आयो। अब मुभमेन्ट अफ रेसिस्टेन्स अफ टेन्सन निकाल्नु पऱ्यो भने कसरी निकाल्ने भन्दा चाहिँ मुभमेन्ट अफ रेसिस्टेन्स अफ टेन्सन भनेको तपाईँको, अब मुभमेन्ट अफ रेसिस्टेन्स अफ टेन्सन भनेको तपाईँको अब यसको यसको टेन्सनको कति छ 0.87 एफआई इन्टु एसटी, 0.87 एफआई इन्टु एसटी। अब यसको लिभर आर्म के छ, यहीँ छ, यसको लिभर आर्म यहीँ मल्टिप्लाई गरिदिनु, यो कपल फर्म हुन्छ नि त, कपल फर्म भएर यफ इन्टु डी हुन्छ। यो यफ भनेको कम्प्रेसन फोर्स इन्टु डिस्टेन्स यति, कम्प्रेसन फोर्स इन्टु डिस्टेन्स यति। यहाँबाट तपाईँले के गर्न सक्नुहुन्छ, निकाल्न सक्नुहुन्छ। ओके। अब चाहिँ मुभमेन्ट अफ रेसिस्टेन्स सिमिलरली तपाईँले फिगर 2 को लागि निकाल्न सक्नुहुन्छ। मुभमेन्ट अफ रेसिस्टेन्स फिगर 2 को लागि यो भनेको यसको कम्प्रेसन फोर्स भनेको 0.446 एफसिके इन्टु यो भयो, अनि कम्प्रेसन फोर्स भनेको 0.446 एफसिके इन्टु यो भयो, डिएफ भयो, इन्टु अब लिभर आर्म भनेको चाहिँ यो छ, लिभर आर्म तपाईँले यो राखिदिनु भयो, यो लिभर आर्म गरेर तपाईँले यसको पनि निकाल्न सक्नुहुन्छ। त्यस्तै गरेर मुभमेन्ट अफ रेसिस्टेन्स 2 भने यसरी निकाल्न सक्नुहुन्छ। अब डेप्थ अफ न्युट्रल एक्सिस निकाल्ने कसरी भन्दा कम्प्रेसन फोर्स बराबर टेन्सन फोर्स गरिदिनु, सी बराबर टी गरिदिनु, सी बराबर टी गर्नु भने तपाईँले के गर्न सक्नुहुन्छ, यहाँबाट यो एउटा फर्मुला निकाल्न सक्नुहुन्छ। ठिक छ, यहाँबाट तपाईँले एक्सयु निकाल्ने हो, यो सी बराबर टी गर्नु, टोटल कम्प्रेसन फोर्स भनेको C1 प्लस T1, जुन भनेको यो तपाईँको कम्प्रेसन फोर्स यो C1 यो C, यो जुन तपाईँको C1 यो C1 प्लस यो C, यो प्लस यो गरिदिनु भने टोटल कम्प्रेसन फोर्स आउँछ। यहाँ के गरेको छ 0.36 एफसिके इन्टु बी इन्टु एक्सयु प्लस 0.46 एफसिके इन्टु बिएफ माइनस पिडब्ल्यु इन्टु डिएफ गर्नुभएको छ। यहाँबाट तपाईँको के आयो, कम्प्रेसन फोर्स टोटल आयो। टेन्सन फोर्स भनेको 0.87 एफआई इन्टु एसटी1 प्लस 0.87 एफआई इन्टु एसटी2 भयो। हो, यो दुइटा गरेर भयो। अब यसलाई चाहिँ तपाईँले के गरिदिनु, यहाँबाट एक्सयु निकाल्न सक्नुहुन्छ तपाईँले यहाँबाट। ठिक छ, एक्सयु निस्किसकेपछि अब सेकेन्ड स्टेप के छ, सेकेन्ड स्टेप एक्सयु लिमिट चेक गर्नु। अब तपाईँले यहाँबाट एक्सयु लिमिट चेक गर्न सक्नुहुन्छ आइएस कोडबाट। हो, यहाँबाट एक्सयु लिमिट चेक गर्नु, एक्सयु म्याक्स भनेको नै एक्सयु लिमिट है, एक्सयु म्याक्स निकाल्नु हो। एक्सयु म्याक्स निकाल्नु भयो भने यदि तपाईँको एक्सयु म्याक्स चाहिँ कम आयो, एक्सयु म्याक्स चाहिँ बढी आयो, एक्सयु चाहिँ कम आयो भने तपाईँको अन्डर इन्फोर्स, ओभर इन्फोर्स र ब्यालेन्स सेक्सनको कुरा यहाँ हुन्छ। जस्तै तपाईँको इफ एक्सयु इज ग्रेटर देन एक्सयु लिमिट, सरी एक्सयु इज लेस देन एक्सयु लिमिट त भने तपाईँको के हुन्छ, यो अन्डर इन्फोर्स हुन्छ। यदि तपाईँ इफ एक्सयु इज ग्रेटर देन एक्सयु लिमिट भयो भने के हुन्छ, तपाईँको ओभर इन्फोर्स हुन्छ। अनि इफ एक्सयु इज इक्वल टु एक्सयु लिमिट भयो भने तपाईँको के हुन्छ, ब्यालेन्स सेक्सन हुन्छ। हो, यो तिनवटा कुराहरू सेटिस्फाइड गर्नु पर्यो। ठिक छ। अब मुभमेन्ट भनेको तपाईँले मुभमेन्ट अफ कम्प्रेसन भनेको तपाईँको के हो, दुइटैलाई मुभमेन्टलाई जोडिदिनु। यो मुभमेन्ट तपाईँले यहाँ जुन मुभमेन्ट अफ रेसिस्टेन्स यो यसको फिगर 1 र फिगर 2 को मुभमेन्टलाई जोडिदिनु, यो र यो जोडिदिनु भने तपाईँको टोटल कम्प्रेसन फोर्स आयो, मुभमेन्ट अफ रेसिस्टेन्स अफ टोटल कम्प्रेसन आयो। यदि तपाईँले यसलाई जोडिदिनु भयो भने मुभमेन्ट अफ रेसिस्टेन्स अफ टेन्साइल आयो। यो चाहिँ तपाईँको फिगर यो बुकमा पनि दिएको छ ल, यो तपाईँले बुकबाट पनि निकाल्न सक्नुहुन्छ। तपाईँको आइएस कोडको यहाँ चाहिँ तपाईँ पेज नम्बर 96 मा जानुभयो भने 91, 92, 94, 95, 96 हो। यो पेज नम्बर 96 मा तपाईँले हेर्नुभयो भने 0.36 फ्ल्यान्ज सेक्सनको लागि तपाईँको यदि एक्सयु इज लेस देन डिएफ, एक्सयु इज लेस देन डिएफ भन्न खोजेको चाहिँ के हो त, एक्सयु इज लेस देन डिएफ भन्न खोजेको यदि तपाईँको चाहिँ न्युट्रल एक्सिस चाहिँ डिएफ भन्दा सानो छ भने चाहिँ तपाईँको फ्ल्यान्ज पोर्सनमा यदि लाइ गर्छ भने तपाईँ जी 1.1 मा जानु। जी 1.1 भनेको तपाईँको यही फर्मुला तपाईँले युज गर्न सक्नुहुन्छ, इनर फर्मुला युज गर्न सक्नुहुन्छ। तर इफ द लिमिटिङ भ्यालु अफ मुभमेन्ट अफ रेसिस्टेन्स अफ द सेक्सन मे बी अब्टेन्ड बाई द फलोइङ इक्वेसन वेन द डिएफ बाई डी डज नट एक्जिस्ट 0.2 होइन। यदि चाहिँ तपाईँको न्युट्रल एक्सिस बढी भयो भने तपाईँ के गर्नु पर्यो, यहाँ जानु पर्यो, डिएफ बाई डीको भ्यालु चेक गर्नु भनेको थिएँ मैले। डिएफ बाई डीको भ्यालु चेक गर्यो भने यो फर्मुला लगाउनु पर्यो। यदि तपाईँको के भयो, डिएफ बाई डीको भ्यालु डिएफ बाई डीको भ्यालु अब अझै एउटा इक्वेसन छ, यहाँसम्म त तपाईँले बुझ्नुभयो होइन। अब यदि चाहिँ तपाईँको अब थर्ड अझै एउटा केस के छ भन्दाखेरि चाहिँ यदि चाहिँ तपाईँको अब when the neutral axis is in the wave portion and the d by of is greater than 3/7 of xu, यदि चाहिँ तपाईँको यो जुन छ नि
यो जुन फिगरमा छ नि, अब तपाईँको यदि सपोज चाहिँ यो डी अफ चाहिँ ठुलो छ, यो 3/7 भन्दा चाहिँ यो डी अफ ठुलो छ भने के हुन्छ, यो त माथि लाई गर्छ। यो जुन छ नि, यो प्याराबोलिक पोर्सन माथि हुन्छ, रेक्टेङ्गुलर पोर्सन डी अफ भन्दा सानो हुन्छ। हो त्यो केसमा चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि चाहिँ तपाईँले अरू सब कुरा सेम लेख्नु पर्यो, जस्ट त्यो बी अफ कोठामा चाहिँ डी अफ कोठामा चाहिँ तपाईँले के लेख्नु पर्यो, डी अफ कोठामा वाइ अफ लेख्नु पर्यो। अब म यहाँ धेरै डेरिभेसनहरू गरेँ भने तपाईँलाई अझ बुझ्नुहुन्न, त्यही भएर मैले चाहिँ जस्ट सर्टकटमा भन्न खोजेको। अहिलेको जति पनि फर्मुलाहरू छ नि, त्यसमा तपाईँले जुन डी अफ लेखेको ठाउँमा वाइएफले रिप्लेस गरिदिनु, डिएफ लेखेको ठाउँमा वाइएफले रिप्लेस गरिदिनु, ठिक छ। जस्तै यो कम्प्रेसन फोर्स निकाल्ने फर्मुला सेम, C1 निकाल्ने फर्मुला, T1 निकाल्ने फर्मुला, लिभर आर्म सेम। अनि C2 भनेको चाहिँ 0.446 एफसिके बिएफ माइनस बिडब्लु। यहाँ चाहिँ तपाईँको डिएफ हुन्थ्यो भने डिएफको ठाउँमा अब के आउँछ, वाइएफ आउँछ, ठिक छ। अनि लिभर आर्मको ठाउँमा यहाँ डिएफ/2 हुन्थ्यो भने यहाँ वाइएफ/2 आउँछ। यो वाइएफ भनेको के हो, वाइएफको भ्यालु कसरी निकाल्ने भन्ने कुरा हामी डिस्कस गर्छौँ। अनि मोमेन्ट अफ रेसिस्टेन्स टोटल निकाल्नेमा के हुन्छ, तपाईँको सबै सेम हुन्छ। यहाँ चाहिँ वाइएफ आउँछ, डिएफ कोठामा चाहिँ वाइएफ आउँछ, ठिक छ। अनि यहाँ पनि डिएफ कोठामा कति आउँछ, वाइएफ आउँछ। यति कुरा फरक हो, अरू सबै सेम छ, ठिक छ। वाइएफ निकाल्ने कसरी भन्दाखेरि चाहिँ तपाईँले आइएस कोडमा जानुभयो भने यहाँ तपाईँको वाइएफको लागि यहाँ एउटा इक्वेसन दिएको छ कि वाइएफ भनेको 0.15 एक्सयु इन्टु 0.65 डिएफ, ठिक छ। यहाँबाट चाहिँ तपाईँले वाइएफको भ्यालु निकाल्न सक्नुहुन्छ। यो चाहिँ न्युमेरिकल गऱ्यो भने, एउटा न्युमेरिकल गऱ्यो भने मजाले बुझिन्छ यो सबै कुराहरू। यो स्टेप चाहिँ लेखेर राख्नु होइन, यो चाहिँ पज गर्दै लेख्दै जाँदै गर्नु होइन। अनि लेख्यो भने बल्ल बुझिन्छ, लेखेन भने बुझिँदै बुझिन्न। रिप्ले गर्नु, एउटा दुइटा एक दुईचोटि यो भिडियो रिप्ले गर्दै हेर्दै गर्नु, मजाले बुझिन्छ है। मैले भने नि दुईवटा कन्डिसन छ, यदि वेन द न्युट्रल एक्सिस इज इन द फ्लेन्स पोर्सन। हाम्रो अहिलेसम्म जति पनि सेट क्वेसनहरू छ, पास्ट क्वेसन धेरै जस्तोमा यहीँ सेटिस्फाइड हुने खालको क्वेसनहरू सोधिरहेको छ। तर यदि यदि यो चाहिँ न्युट्रल एक्सिस चाहिँ तपाईँको तलको यो जुन यो वेब पोस्टमा तपाईँको न्युट्रल एक्सिस पर्दियो भने के गर्ने भन्दा चाहिँ दुईवटा कन्डिसन हुन्छ, दुईवटा कन्डिसन चेक गर्नु पऱ्यो। 3/7 अफ एक्सयु इज ग्रेटर देन डिएफ चेक गर्नु पऱ्यो। अर्को चाहिँ तपाईँको यो चाहिँ 3 के अरे डिएफ इज ग्रेटर देन 3/7 अफ एक्सयु। यसमा चाहिँ लेस देन एक्सयु थियो, यसमा चाहिँ ग्रेटर देन एक्सयु। यो दुईवटा कन्डिसन, एक्सयु डिएफ इज लेस देन एक्सयुमा चाहिँ तपाईँको 3/7 अफ एक्सयु इज ग्रेटर देन डिएफ। अनि यसमा चाहिँ डिएफ इज ग्रेटर देन 3/7 एक्सयु। यो दुईवटा कन्डिसन छ, यो दुईवटा कन्डिसन चेक गर्नु। एउटा डेरिभेसन मजाले बुझ्नुभयो भने, यसको यो गरेको डेरिभेसन मजाले बुझ्नुभयो भने यसमा सेम यसको डिएफ कोटामा एक्सयु डिएफ कोटामा वाइएफ राख्दिने। वाइएफको भ्यालु चाहिँ आइएस कोडको पेज नम्बर 96 अथवा 97 को, यहाँ चाहिँ 97 मा चाहिँ यहाँ तपाईँको वाइएफको भ्यालु दिएको हुन्छ। पेज नम्बर 97 आइएस 456/2000 खोलेर यहाँ पेज नम्बर 97 मा गएर अनि यहाँबाट वाइएफको भ्यालु हेर्न सकिन्छ। यो चाहिँ हामीले एउटा न्युमेरिकल गर्छौँ, न्युमेरिकल गरिसकेपछि मजाले बुझिन्छ। Okay guys, this much for today. If you like this video, don't forget to subscribe and hit the like button. Um, we'll meet soon in next video. Until then, keep rock.